केपी ओलीलाई जेल हाले 6 लाख युवा संघका युवाहरू चाहिँ हैन जेल जान्छन् अहिले। यी भुत्रो जान्छन् 6 लाख। केपी ओली भाग्दाखेरि 6 जना थिए त्यहाँ, एक्लै भएको होइन त्यो प्लेनमा हेलिकप्टरमा, म सेनाको उसमा। बुझ्यो नि, नेताले के बुझ्नुपर्छ भने नि झोलेहरू हैन, बिचारा झोले त के भन्ने, देशमै हैन त रोजगार छैन, के गर्ने, के मासु भात खान पर्यो, तेल हाल्न पर्यो हैन त, पैसा चाहियो 2-4 हजार दसैँ तिहार खर्च हैन, अब हिँड्नै पर्यो। तर यो नेताको चाहिँ गलत है, यो हामी जनता चाहिँ भरममा नपरौँ कि 6 लाख युवाहरू चाहिँ जेल जान्छन्। यी घण्टा नि जानेवाला छैन, घण्टा जानेवाला छैनन्, ढुक्क भएर कस्ता हुन्छ। 6 लाख त के गनेर एकदमै निकट के केपी ओलीको गुनै खाएको रहेछ भने चाहिँ 6 जना जति जालान्, नत्र कसम हुन्छ नि 50 जना जेल गर्छ नि त थुक्क। ल 6 लाखको के मजाक या 6 लाख या 6 लाखको परिवार हुन्छन् हैन, 6 लाखको छोराछोरी हुन सक्छन् हैन, 6 लाख विदेश हुन सक्छ हैन, 6 लाखलाई लोन तिर्न छ, 6 लाख जनालाई ऋण लागेको छ, 6 लाख जना हैन बेरोजगार छन् हैन, छन् त आफ्नो काम छ नि त यार। त्यतिकै युवाको नाममा बेच्दिने यार, नभएको युवा गन्देर 6 लाख अरे आमा हुन्छ नि। यति लाज लाग्ला मलाई त, लाज के है। एमालेका साथीहरू सरी है, एकदमै सरी हैन, पछि पार्टी एकदमै राम्रो भयो, खतरा भयो भनेछ, बरु आउनु पर्ला हैन यसो हेर्नलाई, नत्र भए त मलाई त यो हुन्छ नि एमालेको यो युवाहरूको भाषण सुन्दा हैन, केपी बालाई छोयो भने यो गरिदिन्छु ऊ गरिदिन्छु, मेरो यत्रो गरिदिन्छ गर्दन के पार कनी क विचार न त बोरा में प्याक क सीधे वही पार। सिस्टम हिलाब बोला यादव सरकार, फेरि सुतिरहेका भागलाई त टर्चर न दे, केडाहरू जङ्गी सबै डेन्जर छ बे, मामा पनि साइड मेरो ग्याङ अन द वे, त्यसैले पर्दैन पर मेरो नजरमा बे, मेरो छुट्टै कहानी जन